जय मसी तथा नमस्कार साथीहरू। आज चाहिँ म तपाईहरूको माझमा मत्ती 11को 20 पदमा रहेको प्रस्ताव नगर्ने सहरहरूको बारेमा भन्न गइरहेको छु। म पढ्नेछु, तपाईहरू चाहिँ ध्यान दिएर सुन्नुहोला। आज चाहिँ हामीले प्रस्ताव गरेनौँ भने चाहिँ परमेश्वरले हामीलाई के कस्ता दण्डहरू दिनुहुन्छ भन्ने कुरा हामीले यहाँ स्पष्ट रूपमा पाउनेछौँ। प्रस्ताव नगर्ने सहरहरू, जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले प्रस्ताव गरेनन्। धिक्कार तँलाई ए खोराजिन, धिक्कार तँलाई ए बेत्सैदा, किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए तिनीहरूले अहिले नै भाङ्रा लगाएर र खरानी धसेर प्रस्ताव गरिसक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोसको र सिदोनको हालत बढी सहनीय हुनेछ। ए कफरनहुम, के त आकाशमै उचालिने छस् र त पातालसम्मै खसालिने छस्, किनकि तँमा गरिएका शक्तिशाली कामहरू सिदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढी सहनीय हुनेछ। एउटा सानो लाइक र एउटा कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। जय मसी।